जेठ 12 गतेबाट चलचित्र पर्व। ठुलो पर्दा टिभी डिजिटल दुनिया। तपाईले सुनिरहनु भएको छ रेखा थापा र आर्यन सिग्देल लगभग 7 वर्षपछि फेरि जोडिएका छन्। यसको मतलब उनीहरू 7 वर्षसम्म उनीहरूको सम्बन्ध पानी बराबरको थियो र अहिले आएर उनीहरू एउटा चलचित्रमा अभिनय गर्ने भएका छन्। सँगै त्यो पनि रेखा थापाले निर्माण गर्ने चलचित्रमा। के आवश्यकता पर्यो आर्यनको रेखालाई अहिले आएर? यो चलचित्र रुद्रप्रिया हो र रुद्रप्रियामा यस अगाडि अर्पण थापा जो चर्चित कलाकार पनि हुन् र अर्का निर्देशक तथा कलाकार सुदर्शन थापाको अभिनय रहने भनिएको थियो। उनीहरूसँगै रेखाको पनि अभिनय रहने भनिएको थियो। तर पछि आएर अर्पण र सुदर्शन अहिले यो चलचित्रमा छैनन्, आर्यन भित्रिएका छन्। के आवश्यकता थियो यो बारेमा आज हामीले चर्चा गर्नेछौँ। यसै सन्दर्भमा आज हामीले अनलाइन खबरकर्मी विजय सुवेदी आवाज लेखेको एउटा लेख यसै सम्बन्धमा तपाईँ सामु प्रस्तुत गर्न गइरहेका छौँ। शीर्षक छ 7 वर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थकी आवश्यकता क्वेसन मार्क दिएका छन् विजयले यो लेखमा। अब प्रस्तुत छ उनीहरूको विषयमा सम्पूर्ण विश्लेषण गरिएको यो लेख। चलचित्र कसले चोर्यो मेरो मनमा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए। यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए। किस्मत हिफाजत कसले चोर्यो मेरो मनमा काम गर्दासम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए। तर चलचित्र सफलतासँगै दुवैमा स्टारडमको घमण्ड बढ्न थाल्यो। आर्यन रेखा बिना पनि म सुपरस्टार हुँ भन्ने घमण्डले उचालिए त रेखा आर्यनलाई मैले ल्याएको हुँ भन्ने घमण्डका कारण अर्कोतिर फर्किन्। यही सोचले आर्यन र रेखालाई दुई ध्रुवमा फर्काइदियो। जब यी दुई अलग भए त्यसपछि लाग्थ्यो कि आर्यन र रेखाबीच अब कहिल्यै बोलचाल हुँदैन। नेपाली चलचित्र क्षेत्रको एक चर्चित जोडी स्टारडमकै घमण्डले टुक्रियो। तर करिब 7 वर्षपछि उनीहरू एकसाथ चलचित्र रुद्रप्रियामा काम गर्न राजी भएका छन्। किन तोडियो आर्यन र रेखाको घमण्ड? 12 वर्षमा खोलो पनि फर्किन्छ भन्छन्। तर रेखा र आर्यनलाई पानी बराबरको स्थिति तोडेर अङ्कमाल मात्र गर्न होइन, एकसाथ चलचित्र नै खेल्न 12 वर्ष पर्खनु परेन। यी दुईले बोलचाल बन्द गरेको 7 वर्षपछि मुस्कुराउँदै अङ्कमाल गरे र एकसाथ चलचित्रको पर्दामा फर्किएको घोषणा गरे। बिहिबार बिहान जब केही मिडियामा आर्यन र रेखाले कसिलो अङ्कमाल गर्दै मुस्कुराएको तस्बिर सार्वजनिक भए उनीहरू निकट साथीभाइ अचम्मित भए। कारण रेखा र आर्यनले झगडा भएपछि कहिल्यै चलचित्र नगर्ने बताएका थिए। तर पछिल्ला केही समय रेखाले आर्यनसँग चलचित्र खेल्न सक्ने बताउँदै आएकी थिइन्। तर आर्यनले भने रेखासँग कहिल्यै पनि चलचित्र नखेल्ने भन्दै साथीभाइसँग कुरा गर्दै आएका थिए। तर एकाएक बिहिबार उनै रेखाको अङ्गालोमा मुस्काइरहेका आर्यनका तस्बिरहरू हेर्दा जो कोही पनि छक्क पर्नु स्वाभाविक नै हो। रेखा र आर्यनलाई एकसाथ फर्किनका लागि विभिन्न फ्याक्टरले काम गरेको छ। हिजो जुन स्टारडमको घमण्डले आर्यन र रेखा अलग भएका थिए त्यो आज दुवैसँग हिजोको जस्तो छैन। दुवैको स्टारडमको पावरमा अहिले रातो बत्ती बल्न थालेको छ, जसका कारणले पनि रेखा र आर्यनलाई फेरि एकपटक चल्नका लागि एकअर्काको साथ आवश्यक थियो। चलचित्रमा सधैँ एक्लैले दर्शक हलसम्म तान्न सक्ने रेखाको अहिले त्यो पावर बिस्तारै सकिएको छ। आर्यन त विगत 2 वर्षदेखि चलेका छैनन् भन्दा पनि हुन्छ। यी दुई एकअर्कासँग फेरि नजिक हुनुमा यही कुराले मुख्यतया काम गरेको देखिन्छ। रेखाका जस्ता शत्रु अरूका भएनन्। नेपाली चलचित्रको 5 दशकको कालखण्डमा कलाकारिता बीच शीतयुद्ध चलेका छन्। तर नायिका रेखा थापाको युगमा जुन खालको शीतयुद्ध चल्यो त्यसपछि आउने अरू कलाकारमा यस्तो देखिएको छैन। नायक राजेश हमालदेखि विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देलसम्म सबैसँग रेखाको झगडा नै पर्यो। रेखापछि आएका नायिकाहरूमा यस्तो खालको बोलचाल नै बन्द हुने गरी युद्ध चलेको छैन। राजनीतिमा होमिएपछि सम्भवतः रेखाले यस्तो खालको सम्बन्धले अगाडि बढ्न गाह्रो पर्छ भनेर बुझेको हुनुपर्छ। आर्यनसँगको पर्दा सेयरिङ यही कारणले पनि हुन पुगेको हो। मिलनपछि के भने रेखा र आर्यनले? बुधबार अङ्कमाल गर्दै रेखा र आर्यन कतै खुसी त कतै अकमक्क परिरहेका थिए। कारण 7 वर्षपछि एकसाथ चलचित्र खेल्दै गर्दा आर्यन र रेखाले आम मिडियामा र दर्शकले अब के भन्छन् भन्ने सोच पनि राखिरहेका थिए। रेखाले आर्यनसँग हात मिलाउँदै यसलाई सुखद मिलनको रूपमा हेरिन्। आर्यनले भनेका छन्, रेखासँग मेरो व्यक्तिगत दुश्मनी कहिल्यै पनि थिएन। अहिले कथाले बोलायो। तपाईहरूले सोचे जस्तो झगडा नै परेको भए पनि मेरो क्यारेक्टरसँग त झगडा परेको छैन नि, आर्यनले आफ्नो बचाउ गर्दै भनेका छन्। रेखाले भने आर्यन र आफू पर्दामा नआउँदा चलचित्र क्षेत्रलाई नै घाटा लागेको बताएकी छन्। सुदर्शन र अर्पण थापा कता? हामीले यो भिडियोको सुरुवातीमा नै चर्चा गर्यौं सुदर्शन थापा र अर्पण थापाको बारेमा। सुदीप बबी भूपाल सिंहले लेखन तथा निर्देशन गर्ने भनिएको यो चलचित्रमा सुरुवातमा निर्देशक सुदर्शन थापा र अर्पण थापाले काम गर्ने पक्का थियो।
तर आर्यनको प्रवेशसँगै चलचित्रमा सुदर्शन र अर्पण दुवै हुने छैनन्। सुदर्शनले निर्देशन गरेको चलचित्र म यस्तो गीत गाउँछु असार 30 गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको रिलिज र पोस्ट प्रोडक्सनका कारण आफूले समय दिन नसक्ने भन्दै रेखासँग कुरा गरेर चलचित्र छाडेको सुदर्शनले बताएका छन्। यता अर्पणले पनि आफू निर्देशित चलचित्र आधा लवमा समय दिनुपर्ने भएकोले काम गर्न नसक्ने जानकारी दिँदै रेखाको चलचित्र छोडेका थिए। यी दुईले आफ्नो व्यस्तता देखाउँदै चलचित्रबाट पछि हटेपछि रेखा र आर्यनलाई एकसाथ जोडिन सजिलो भएको हो। कार्तिक 2 गते रिलिज हुने यो चलचित्रको छायाङ्कन जेठको 4 गतेबाट हुनेछ। चलचित्रलाई एमके पौडेल र सरस्वती थापा मिलेर बनाउनेछन्। सरस्वती थापा रेखा थापाकी आमा हुन्। 7 वर्षभित्रमा के परिवर्तन भयो? 7 वर्ष अगाडि रेखा र आर्यनको जुन खालको जोडी जमेको थियो यो बीचमा चलचित्र क्षेत्र धेरै फरक भइसकेको छ। अनमोल केसीदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मका नयाँ पुस्ताले चलचित्र क्षेत्रमा आफ्नो कसिलो जरा गाडिसकेका छन्। चलचित्रको कथा भन्ने शैली र दर्शकको चाहना फरक भएको छ। यो कुरालाई पनि रेखा र आर्यनले बुझ्न आवश्यक छ। नयाँ पुस्ताले जरो गाडिसकेको अवस्थामा त्यसलाई चिरेर फेरि पुरानै क्रेज फर्काउन आर्यन र रेखालाई त्यति सजिलो भने छैन। दुई मिल्दा के होला फाइदा? आर्यन र रेखा 7 वर्षपछि मिल्दा सबैभन्दा ठूलो फाइदा यी दुईलाई नै हुनेछ। कारण खस्कँदै गएको स्टारडम दुईको मिलनले फेरि माथि ल्याउन सक्छ। पर्दामा कसले चोर्यो मेरो मन भन्दै दर्शकको मन जितेका आर्यन र रेखालाई दर्शकले फेरि एकपटक पर्दामा रुचाउन सक्छन्, जसले चलचित्र क्षेत्रलाई पनि फाइदा पुग्छ। आफ्नै स्वार्थ बोकेर होस् या समयको मागले नै किन नहोस् या चलचित्र क्षेत्रको हितका लागि सोचेर नै किन नहोस्, रेखा र आर्यनले फेरि एकसाथ सहकार्य गर्ने पक्का गरेका छन्। रेखा र आर्यनको सम्बन्धमा अब कालो बादल नलागोस्, हाम्रो शुभकामना। ठुलो पर्दा टिभी डिजिटल दुनिया। तपाईले सुनिरहनु भएको छ रेखा थापा र आर्यन सिग्देल लगभग 7 वर्षपछि फेरि जोडिएका छन्। यसको मतलब उनीहरू 7 वर्षसम्म उनीहरूको सम्बन्ध पानी बाराबारको थियो र अहिले आएर उनीहरू एउटा चलचित्रमा अभिनय गर्ने भएका छन्। सँगै त्यो पनि रेखा थापाले निर्माण गर्ने चलचित्रमा। के आवश्यकता पर्यो आर्यनको रेखालाई अहिले आएर? यो चलचित्र रुद्रप्रिया हो र रुद्रप्रियामा यस अगाडि अर्पण थापा जो चर्चित कलाकार पनि हुन् र अर्का निर्देशक तथा कलाकार सुदर्शन थापाको अभिनय रहने भनिएको थियो। उनीहरूसँगै रेखाको पनि अभिनय रहने भनिएको थियो। तर पछि आएर अर्पण र सुदर्शन अहिले यो चलचित्रमा छैनन्, आर्यन भित्रिएका छन्। के आवश्यकता थियो यो बारेमा आज हामीले चर्चा गर्नेछौँ। यसै सन्दर्भमा आज हामीले अनलाइन खबरकर्मी विजय सुवेदी आवाज लेखेको एउटा लेख यसै सम्बन्धमा तपाईँ सामु प्रस्तुत गर्न गइरहेका छौँ। शीर्षक छ 7 वर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थकी आवश्यकता क्वेसन मार्क दिएका छन् विजयले यो लेखमा। अब प्रस्तुत छ उनीहरूको विषयमा सम्पूर्ण विश्लेषण गरिएको यो लेख। चलचित्र कसले चोर्यो मेरो मनमा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए। यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए। किस्मत हिफाजत कसले चोर्यो मेरो मनमा काम गर्दासम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए। तर चलचित्र सफलतासँगै दुवैमा स्टारडमको घमण्ड बढ्न थाल्यो। आर्यन रेखा बिना पनि म सुपरस्टार हुँ भन्ने घमण्डले उचालिए त रेखा आर्यनलाई मैले ल्याएको हुँ भन्ने घमण्डका कारण अर्कोतिर फर्किन्। यही सोचले आर्यन र रेखालाई दुई ध्रुवमा फर्काइदियो। जब यी दुई अलग भए त्यसपछि लाग्थ्यो कि आर्यन र रेखाबीच अब कहिल्यै बोलचाल हुँदैन। नेपाली चलचित्र क्षेत्रको एक चर्चित जोडी स्टारडमकै घमण्डले टुक्रियो। तर करिब 7 वर्षपछि उनीहरू एकसाथ चलचित्र रुद्रप्रियामा काम गर्न राजी भएका छन्। किन तोडियो आर्यन र रेखाको घमण्ड? 12 वर्षमा खोलो पनि फर्किन्छ भन्छन्, तर रेखा र आर्यनलाई पानी बराबरको स्थिति तोडेर अङ्कमाल मात्र गर्न होइन, एकसाथ चलचित्र नै खेल्न 12 वर्ष पर्खनु परेन। यी दुईले बोलचाल बन्द गरेको 7 वर्षपछि मुस्कुराउँदै अङ्कमाल गरे र एकसाथ चलचित्रको पर्दामा फर्किएको घोषणा गरे। बिहिबार बिहान जब केही मिडियामा आर्यन र रेखाले कसिलो अङ्कमाल गर्दै मुस्कुराएको तस्बिर सार्वजनिक भए उनीहरू निकट साथीभाइ अचम्मित भए। कारण रेखा र आर्यनले झगडा भएपछि कहिल्यै चलचित्र नगर्ने बताएका थिए। तर पछिल्ला केही समय रेखाले आर्यनसँग चलचित्र खेल्न सक्ने बताउँदै आएकी थिइन्। तर आर्यनले भने रेखासँग कहिल्यै पनि चलचित्र नखेल्ने भन्दै साथीभाइसँग कुरा गर्दै आएका थिए। तर एकाएक बिहिबार उनै रेखाको अङ्गालोमा मुस्काइरहेका आर्यनका तस्बिरहरू हेर्दा जो कोही पनि छक्क पर्नु स्वाभाविक नै हो। रेखा र आर्यनलाई एकसाथ फर्किनका लागि विभिन्न फ्याक्टरले काम गरेको छ। हिजो जुन स्टारडमको घमण्डले आर्यन र रेखा अलग भएका थिए त्यो आज दुवैसँग हिजोको जस्तो छैन। दुवैको स्टारडमको पावरमा अहिले रातो बत्ती बल्न थालेको छ, जसका कारणले पनि रेखा र आर्यनलाई फेरि एकपटक चल्नका लागि एकअर्काको साथ आवश्यक थियो। चलचित्रमा सधैँ एक्लैले दर्शक हलसम्म तान्न सक्ने रेखाको अहिले त्यो पावर बिस्तारै सकिएको छ।
आर्यन त विगत 2 वर्षदेखि चलेका छैनन् भन्दा पनि हुन्छ। यी दुई एक अर्कासँग फेरि नजिक हुनुमा यही कुराले मुख्यतया काम गरेको देखिन्छ। रेखाका जस्ता शत्रु अरूका भएनन्। नेपाली चलचित्रको 5 दशकको कालखण्डमा कलाकारिता बीच शीतयुद्ध चलेका छन्, तर नायिका रेखा थापाको युगमा जुन खालको शीतयुद्ध चल्यो त्यसपछि आउने अरू कलाकारमा यस्तो देखिएको छैन। नायक राजेश हमालदेखि विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देलसम्म सबैसँग रेखाको झगडा नै पर्यो। रेखापछि आएका नायिकाहरूमा यस्तो खालको बोलचाल नै बन्द हुने गरी युद्ध चलेको छैन। राजनीतिमा होमिएपछि सम्भवतः रेखाले यस्तो खालको सम्बन्धले अगाडि बढ्न गाह्रो पर्छ भनेर बुझेको हुनुपर्छ। आर्यनसँगको पर्दा सियरिङ यही कारणले पनि हुन पुगेको हो। मिलनपछि के भने रेखा र आर्यनले? बुधबार अङ्कमाल गर्दै रेखा र आर्यन कतै खुसी त कतै अकमक्क परिरहेका थिए। कारण 7 वर्षपछि एकसाथ चलचित्र खेल्दै गर्दा आर्यन र रेखाले आम मिडियामा र दर्शकले अब के भन्छन् भन्ने सोच पनि राखिरहेका थिए। रेखाले आर्यनसँग हात मिलाउँदै यसलाई सुखद मिलनको रूपमा हेरिन्। आर्यनले भनेका छन्, रेखासँग मेरो व्यक्तिगत दुश्मनी कहिल्यै पनि थिएन। अहिले कथाले बोलायो। तपाईहरूले सोचे जस्तो झगडा नै परेको भए पनि मेरो क्यारेक्टरसँग त झगडा परेको छैन नि, आर्यनले आफ्नो बचाउ गर्दै भनेका छन्। रेखाले भने आर्यन र आफू पर्दामा नआउँदा चलचित्र क्षेत्रलाई नै घाटा लागेको बताएकी छन्। सुदर्शन र अर्पण थापा कता? हामीले यो भिडियोको सुरुवातीमा नै चर्चा गर्यौं सुदर्शन थापा र अर्पण थापाको बारेमा। सुदीप बबी भूपाल सिंहले लेखन तथा निर्देशन गर्ने भनिएको यो चलचित्रमा सुरुवातमा निर्देशक सुदर्शन थापा र अर्पण थापाले काम गर्ने पक्का थियो। तर आर्यनको प्रवेशसँगै चलचित्रमा सुदर्शन र अर्पण दुवै हुने छैनन्। सुदर्शनले निर्देशन गरेको चलचित्र म यस्तो गीत गाउँछु असार 30 गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको रिलिज र पोस्ट प्रोडक्सनका कारण आफूले समय दिन नसक्ने भन्दै रेखासँग कुरा गरेर चलचित्र छाडेको सुदर्शनले बताएका छन्। यता अर्पणले पनि आफू निर्देशित चलचित्र आधा लवमा समय दिनुपर्ने भएकोले काम गर्न नसक्ने जानकारी दिँदै रेखाको चलचित्र छोडेका थिए। यी दुईले आफ्नो व्यस्तता देखाउँदै चलचित्रबाट पछि हटेपछि रेखा र आर्यनलाई एकसाथ जोडिन सजिलो भएको हो। कार्तिक 2 गते रिलिज हुने यो चलचित्रको छायाङ्कन जेठको 4 गतेबाट हुनेछ। चलचित्रलाई एमके पौडेल र सरस्वती थापा मिलेर बनाउनेछन्। सरस्वती थापा रेखा थापाकी आमा हुन्। 7 वर्षभित्रमा के परिवर्तन भयो? 7 वर्ष अगाडि रेखा र आर्यनको जुन खालको जोडी जमेको थियो यो बीचमा चलचित्र क्षेत्र धेरै फरक भइसकेको छ। अनमोल केसीदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मका नयाँ पुस्ताले चलचित्र क्षेत्रमा आफ्नो कसिलो जरा गाडिसकेका छन्। चलचित्रको कथा भन्ने शैली र दर्शकको चाहना फरक भएको छ। यो कुरालाई पनि रेखा र आर्यनले बुझ्न आवश्यक छ। नयाँ पुस्ताले जरो गाडिसकेको अवस्थामा त्यसलाई चिरेर फेरि पुरानै क्रेज फर्काउन आर्यन र रेखालाई त्यति सजिलो भने छैन। दुई मिल्दा के होला फाइदा? आर्यन र रेखा 7 वर्षपछि मिल्दा सबैभन्दा ठूलो फाइदा यी दुईलाई नै हुनेछ। कारण खस्कँदै गएको स्टारडम दुईको मिलनले फेरि माथि ल्याउन सक्छ। पर्दामा कसले चोर्यो मेरो मन भन्दै दर्शकको मन जितेका आर्यन र रेखालाई दर्शकले फेरि एकपटक पर्दामा रुचाउन सक्छन्, जसले चलचित्र क्षेत्रलाई पनि फाइदा पुग्छ। आफ्नै स्वार्थ बोकेर होस् या समयको मागले नै किन नहोस् या चलचित्र क्षेत्रको हितका लागि सोचेर नै किन नहोस्, रेखा र आर्यनले फेरि एकसाथ सहकार्य गर्ने पक्का गरेका छन्। रेखा र आर्यनको सम्बन्धमा अब कालो बादल नलागोस् हाम्रो शुभकामना।